नेपालमा बस्दै गर्दाखेरि नयाँ वर्षको दिनमा गङ्गा नुहाउन जाने, भगवानको भजन गर्न जाने, भगवानको मन्दिर दर्शन गर्न जाने चलन थियो। तर त्यो पनि आज हामीले तपाईँ हाम्रै देश नभए पनि अर्काको देशमा हामी बसे पनि आज हामीले त्यो सुविधा, त्यो व्यवस्था आज हामीले यहाँ ल्याउन पाएका छौँ। त्यो हाम्रो लागि सबभन्दा ठुलो कुरा हो। एमाले युए नेपालमा भइसकेको छ। त्यस्तै अहिले एमाले युएद्वारा युवाहरू जुटेर तपाईँ हामीलाई बस्ने व्यवस्था, तपाईँ हामीलाई भजन सुन्ने व्यवस्था, यहाँ हलको व्यवस्था, पानीको व्यवस्था, प्रसादको व्यवस्था यो युए एमआरआर युए टिमले गर्नु भएको छ। उहाँहरूलाई चाहिँ जोरदार ताली बजाउँ। अनि जति पनि यो समयलाई खर्चिएर सबै कामलाई त्यागेर मैले काम आज जादिन, यो भजनलाई समय दिन्छु। मैले यो नयाँ वर्ष हो, मैले वर्षको एक दिन काम गर्दिनँ भनेर जति पनि बिजनेसम्यान, जति पनि व्यापार बिजनेसलाई अगाडि बढाउने व्यापारीजीहरू, अग्रजजीहरू आउनु भएको छ, उहाँलाई पनि नमन छ। उहाँको लागि जोरदार ताली बजाउँ। र कलाकार साथीहरू यत्रो आउनु भएको छ, समय दिएर आफ्नो ड्युटी होला, के होला, आफ्नो काम होला, कार्य होला, के होला, सबैलाई व्यस्तताका बावजुद पनि यहाँ समय निकालेर आउनु भएको छ। आदरणीय कलाकारजीहरू माधवमा हुनुहुन्छ, यता नारायणजी हुनुहुन्छ, यता कृष्णजी हुनुहुन्छ, यता आदरणीय प्रभु हुनुहुन्छ। शुभ नाम के अरे? कृष्ण होला। सबै कृष्णै कृष्ण मात्रै यता हुनुहुन्छ, राधाहरू यता हुनुहुन्छ। आज राधा र कृष्णको एकदमै घम्सा घम्सी भजन गर्दैछ। सबैले आफ्नो लागि आफैले जोरदार ताली बजाएर
हात उठाउन सकेको माथि हाम्रो पाप लुक्ने ठाउँ है काखी हो के जसले जयकार गर्दाखेरि हात उठाउँदैन सबैका पाप उठ्ने हे नाच